नमस्कार। अब यो भिडियो चाहिँ सुरुको भिडियो हो हैन। अब च्यानलको नाम रहेको छ कृषि अपडेट। मेरो नाम चाहिँ दर्शन कुमार आचार्य अनि म हाल चाहिँ कृषि क्षेत्रको अनुसन्धान र अवलोकन गरिरहेको छु नेपालको। र यो विषयवस्तुमा कुन चाहिँ उमेर समूहका मान्छेहरूलाई चाहिँ विशेष गरी यो भिडियो टार्गेट हो भन्दाखेरि 20 वर्ष लगभग 2060 सालतिर 18, 19, 20 वर्ष पुग्नुभएका र 63 सालपछि जब नेपालमा राजा फालिएर अर्को व्यवस्था लायो त्यसपछि विदेश जाने चलन भयो नि, त्यो चलन बेलातिरका उमेर समूहका मेरा दाइ दिदीहरू तथा अङ्कल आन्टीहरू जो पनि हुनुहुन्छ, ठुलबा ठुल मम्मी उमेरका जो पनि हुनुहुन्छ, 35 वर्षदेखिबाट 60 वर्ष उमेरका व्यक्तिहरूलाई चाहिँ हो। किनभने नेपालमा 35 देखिबाट 60 वर्ष उमेर समूह भएका वयस्क मान्छेहरूसँग नै धेरै मात्रामा जग्गा जमिनहरू रहेको छ, उनीहरूको स्वामित्वमा रहेको छ र उहाँहरूले नै प्राय कृषि कार्यमा चाहिँ लगनशील भएर कृषि उत्पादनमा आफ्नो मेहनत, ज्ञान र समय खर्च गरेर कृषि उत्पादनहरू चाहिँ बजारमा पुर्याउनुहुन्छ र त्यही उमेर समूहका व्यक्तिहरूको लागि नै मैले यो भिडियो चाहिँ बनाउने निर्णय गरेको हुँ। र यो त कुरा रह्यो किन भिडियो बन्यो भन्ने कुरामा। र अर्को छ, अब कृषि उत्पादनको नेपालको अवस्थामा हेर्दाखेरि सर्वव्यापित नै छ कि नेपालले उत्पादनभन्दा पनि बढी खपत गर्ने हुनाले विदेशबाट पनि प्राय सबै सामान, सबै कृषि उत्पादनहरू चाहिँ बाहिरबाटै उत्पादन भएका वस्तुहरू चाहिँ नेपालमा निर्यात गर्छ। तरकारी होस्, अन्न होस्, बाली होस्, मासु होस्, माछा होस्, दुध पदार्थ होस् अथवा हरेक सामानहरू चाहिँ बाहिरबाट नै आयात गर्ने गरेको छ। त्यसमा अनि हामीले चाहिँ अहिले हामी यहाँ बसेर उत्पादन गर्ने मान्छेहरूले चाहिँ कहाँनिर चाहिँ गएर चुक्यौँ, कहाँ गएर चाहिँ हामीले थोरै उत्पादन गर्यो र बाहिरको मान्छेहरूले चाहिँ फेरि नेपाल पठाएर नेपालमा त्यो धेरै खाने मान्छे जन्मे, हुर्के भन्ने कुराको अब यहाँ विश्लेषण गर्नुपर्ने बेला आइसकेको छ। र ग्रास लेभलमा भन्नाले बेस लेभलमा हामी जो चाहिँ त्यहाँ बसेर खेतमा काम गरिरहेका छौँ र उनीहरूले प्रत्यक्ष रूपमा गर्नुपर्ने काम चाहिँ के हुन्छ त? अब उत्पादन बढाउनलाई, उत्पादन बढाउँदा के हुन्छ त भन्दाखेरि बाहिरबाट आउने सामान विस्थापित हुन्छ र विस्थापित भएपछि यहीँ खपत बढ्न जाने हुन्छ र यहीँ खपत बढेपछि झन् अब उत्पादन गर्नलाई नै यतै पैसा आउने भएपछि यही साइकल नै चल्ने हुन्छ क्या। अब बाहिरबाट सस्तोमा आउँछ भनेर चाहिँ के गर्नु मिल्छ भने यदि हामीले धेरै फलायो भने बाहिरबाट आउनलाई पनि रोक्न सक्छौँ। र यो अब आफ्नै कम्पनी अथवा यहीँ लोकल कम्पनीहरूले बाटै यहीँका मान्छेहरूले किन्न थाल्यो भने नेपाली ब्रान्डको, नेपालमै फलेको उत्कृष्ट र धेरै विषादी प्रयोग नगरिएको भनेर उत्कृष्ट किनेर खान थाल्यो भने पक्कै पनि यहीँका कृषक र कृषिकर्मीहरूलाई नै धेरै फाइदा हुन्छ भन्ने कुरा हो। र हाम्रो कृषिकर्मीमा अब कहाँनिर गएर चाहिँ हुन्छ भन्दाखेरि जति नै जे नै कुरा गरे पनि वास्तवमा त्यहाँ बारीमा फलेको कुरो थालसम्म पुर्याउने बेलासम्म त बिचमा कोही न कोही त चाहिन्छ। अनि त्यसको लागि गाडी चलाउने मान्छे, ड्राइभर, गाडी, त्यसैमाथि क्रेटहरू, अनि बोराहरू, अनि सियो, धागो, अनि वेयर हाउस जहाँ गएर सामान राखिन्छ, अनि फेरि सामान किन्न आउने व्यक्तिहरू, अनि सामान बेच्ने व्यक्तिहरू, अनि सामान चाहिँ चोक चोकमा पुर्याउने व्यक्तिहरू,
र चोकसम्म हिँडेर अनि त्यहाँसम्म आएर किन्ने मान्छेहरू अथवा छोरा मान्छे छोरी मान्छे जसले अब भान्सासम्म पुर्याउँछन् र भान्सामा गएर पनि अझ पकाउने र पस्केर दिने मान्छे भनेपछि त्यहाँ बिचमा धेरै हातहरू, धेरै खुट्टाहरू, धेरै पैसाहरू, धेरै संयन्त्रहरू चाहिँ काममा गइरहेका छन् र तिनीहरूलाई धेरै नै मेहनत खर्च गरेर नै बारीबाट थालमा पुर्याउनु पर्छ भन्ने कुरा चाहिँ हामीलाई थाहा छ। र त्यसैले गर्दाखेरि नै वस्तुहरूको भाउ चाहिँ सकेसम्म सुरुमै उत्पादन गर्दै कम लागतको भइदिए हुन्थ्यो, कम पैसाको भइदिए हुन्थ्यो र बिचमा हुने खर्च त अब त्यो हुन्छ नि जसरी पनि, किनभने तेलको भाउ त्यसै बढ्ने नै हो, गाडीहरूको नयाँ गाडी किन्नुपर्दा त्यसै बढ्ने नै हो र ठाउँ त्यति नै टाढा हुने हो, बिचमा किनबेच गर्ने मान्छेहरू पनि त्यति नै हुने हो। अहिलेको समयमा डेलिभरी आएको छ, होम डेलिभरी, जसमा चाहिँ एउटा ठुलो भवन वेयर हाउसबाट चाहिँ कसैले तरकारी ल्याउँछ अनि त्यसमा कामदारहरू चाहिँ जम्मा पारेर अनि त्यसमा चाहिँ प्याकेजिङ गर्न लाउँछ अनि कसैले अर्डर दिन्छन् मोबाइलमा, त्यो अर्डरमा चाहिँ हेरेर अनि सामान छाँटेर ओरेर अनि त्यो चाहिँ प्याकमा लगाएर डेलिभरी गरिदिन्छन् होइन। बाहिर विदेशतिर त्यस्तो चलन छ, 10 मिनटमा 15 मिनटमा पनि ल्याइदिने। तर त्यसमा पनि त त्यो बिचमा भएको पैसाहरू चाहिँ सबै त्यो ठुला व्यवसायले मात्रै राख्छन् आफ्नो भागमा, तर उता उत्पादनमा चाहिँ जाँदैन भन्ने कुरा हो। तर उत्पादनमा चाहिँ कतिखेर अब कसरी पैसा लिएर जाने, उत्पादनमा चाहिँ पैसा कसरी जान्छ त? अब कृषकको हातमा पैसा के गरी जान्छ? किनभने अहिलेको अवस्थामा त गरेर खाने पैसै छैन नि त। फेरि गएर अब एकपालिको उत्पादन गरिसकेपछि त्यही पैसा फेरि अर्को उत्पादन गर्नलाई पनि खर्च हुन्छ। बिचमा अब त्यो उत्पादन गरेको पैसाले रमाउने, के अरे घुम्न जाने अथवा अर्को कुनै लगानी गर्नलाई, अरू थप जग्गाहरू किन्नलाई अथवा अरू थप कृषि सामग्री, उत्पादनका सामग्री, मेसिनहरू किन्नको लागि, थप लगानी गर्नको लागि त बस्दैन। त्यही बिउ किन्नलाई पुग्छ, ट्र्याक्टर अथवा त्यस्तो खेताला खर्चलाई पुग्छ, मललाई पुग्छ, अनि त्यही साइकल नै कन्टिन्यू भइरहेको छ क्या। अनि त्यसको लागि चाहिँ कि त लागत खर्च एकदम घटाउनु पर्यो, लगानी नै घट्नु पर्यो, लगानी घटिकन पनि उत्पादन बढ्नु पर्यो र उत्पादन गर्ने क्षेत्रहरू बन्नु पर्यो। एकजनाको भागमा कम्तीमा पनि 1.5 बिघा, 2 बिघा अथवा 3 बिघा, एकजनाले 3 बिघा चाहिँ काम गरेर भ्याउने खालको प्रविधि भित्राएर गर्न सकियो भने चाहिँ त्यो 3 बिघाले उत्पादन गरेको पैसाले त्यो एकजनाको मनोरञ्जन अथवा घरयासी प्रयोजन अथवा व्यावसायिक प्रयोजन, वृद्धि विकासलाई चाहिँ सहयोग पुग्न सक्छ। अब एकजना 4 जनाको परिवारले 10 कट्ठा अथवा 5 कट्ठामा श्रम लगाएर गरिरहेको छ भने श्रम लाग्ने कामहरू पनि त हुन्छन् नि त। अब बेमौसमी तरकारीमा त्यस्तै खालको श्रम लाग्छ, अब त्यस्तै खालको विशिष्ट श्रम खोज्ने तरकारीहरू पनि हुन्छन्, गोलबेडाहरू अनि अरू झार आउने, टिपिरहनु पर्ने त्यस्ता खालका तरकारीहरू पनि हुन्छन्, बाली अरू अन्य बाली हुन्छन्। तिनीहरूलाई पनि हेर्दै मिलाउँदै कुराहरू त्यसरी चाहिँ गर्नुपर्ने हुन्छ। र श्रम चाहिँ कृषिमा एकदम ठुलो कुरा हो। श्रम प्रयोग गरेन भने खेरै जाने हो। त्यही भएर 35 देखिबाट 60 वर्षका वयस्क मान्छेहरूलाई चाहिँ श्रम गर्दा त्यो पाउने हुन्छ नि उत्साह, जोस, ओहो मैले काम गरिरहेको छु अनि यसले चाहिँ मेरो सबै थोक धान्छ है, घर चाहिँ धान्छ, मैले यति गरे पुग्छ र यसैबाट चाहिँ मेरो वृद्धि विकास हुन्छ भनेर मनमा शान्ति आउने बेलासम्मलाई चाहिँ नआउने बेलासम्मलाई चाहिँ हामीले यो समस्याको समाधान गर्नुपर्छ, यो आवाज उठाउनुपर्छ। र यसमा अब उत्पादनको लागत कसरी घटाउने, उत्पादकत्व कसरी बढाउने र अब अनुदान भनिन्छ अनि अरू त्यस्तै के भनिन्छ, अनुदान त दिनुपर्छ भनेर पनि अब विदेशहरूमा पनि अनुदान त दिएर नै रहेको हुन्छ। तर अनुदानै दिनुपर्ने स्थिति नआउने अथवा त्यही फलेकै कुराले चाहिँ मनज्ञ आम्दानी हुने स्थिति बनाउनलाई चाहिँ के गर्नुपर्छ? थप अध्ययन, विश्लेषण र त्यो परिस्थितिलाई चेन्ज गर्नलाई के गर्नुपर्छ? कतिको मेहनत, लगानी कुन क्षेत्रले गर्नुपर्ने हो? सरकारी क्षेत्रले नै हो कि सरकारी संयन्त्रले नै हो कि
बिउ बिजन बनाउने क्षेत्रले हो कि नेपालमै नभए विदेशबाट ल्याउनु पर्ने हो कि बिउ बिजन धेरै उत्पादन गर्ने खालको, माटो राम्रो नभए माटो परीक्षण गर्नलाई नगरपालिकाले सहयोग गर्नुपर्ने हो कि, मल नभए पारम्परिक मल बनाउन अथवा जैविक मल बनाउनलाई पो सहयोग गर्ने हो कि, जैविक मल बनाउनलाई चाहिने कच्चा पदार्थहरू जङ्गल खोलेर पो ल्याउन दिने हो कि, तितेपातीहरू अथवा बारीमै छ भने पनि मजाले खोल्न दिने पो हो कि, गाई वस्तु गोबरहरूबाट निस्केर बनाएको त्यो गोबर मलहरू, गनेउला मलहरू, ती मलहरूलाई प्रबन्धन गर्ने पो हो कि। अब त्यहाँ धेरै कुराहरू छन् जहाँ चाहिँ प्रत्यक्ष लेबर श्रम चाहिँ आवश्यक हुन्छ। जस्तै गोबर मललाई पनि अलिक गुणस्तरीय मल बनाउनको लागि निकै श्रम परिश्रम गर्नुपर्ने हुन्छ। एक ठाउँबाट अर्को ठाउँमा महिना 2 महिनामा सारिरहने थुप्रोहरूलाई, अनि त्यसमा फेरि खरपतङ्गरहरू हालेर गर्नुपर्ने, पानीहरू छम्किरहने, अनि त्यस्तो माथि छापामा तलपट्टि मल बनाउनु पर्ने नाइट्रोजन उड्न नदिनुको लागि, अनि त्यस्तै बुरबुरा भएपछि मात्रै हाल्नुपर्ने, मल पाकेको हाल्नुपर्ने, यस्ता ज्ञानहरू बाँड्ने र गर्नको लागि त श्रमहरू त चाहिन्छ नि होइन। अब श्रम गर्दाखेरि अब त्यो श्रमको सम्मान भइरहेको छ कि छैन, हेपिएको दृष्टिले हेरिएको छ कि छैन, र हेप्ने चलन पनि हुनसक्छ। के अरे 30 देखि 35 वर्षका वयस्क मान्छेहरूलाई यो त काम गरिरहेको छ, खेतमा काम गर्छ, कम कमाउँछ भनेर हेप्ने दृष्टि पनि हुनसक्छ, जसको थालमा चाहिँ त्यही खानेकुराहरू पछि गएर पस्किँदै छन् होइन। त्यहाँका मान्छेले चाहिँ यिनीहरू किसान हो हेप्ने गर्ने पनि हुनसक्छ। तर त्यस्तो चाहिँ अब हटाउनुपर्छ, किनभने नेपालभरिका जग्गा धनीहरूले चाहिँ जस चाहिँ पाउनुपर्छ है। जति जस पाए अनि त्यसपछि फेरि फर्केर नै त्यो माटोमा जानेछन् र उत्पादन बढाउनेछन्, नयाँ ढङ्गले प्रस्तुत गर्नेछन्, र त्यसैमा उत्पादनले मात्रै नपुग्न सक्छ। अब चाहिँ त्यही भएर घरायसी खपत गर्दाखेरि त घरायसी आफूले आफ्नो संस्कृतिले कसरी दिएको छ, खाना ओर्न लाउनलाई कसरी सिकाएको छ होइन, कुनै पनि त्यही अनुसार नै हुन्छ। तर व्यावसायिक खपत भनेको चाहिँ जस्तै कुनै पनि सस्तोमा पाइने बेच्न पर्ने बालीहरू, जस्तै बन्दाहरूको अब अन्तर्राष्ट्रिय बजारमा हेर्दाखेरि कोरियातिर त अचार बनाउँछन् नि त, किम्ची भन्ने अथवा त्यस्तै केही किम्चीहरू, फर्मेन्टेड फुडहरू, पिकल्सहरू बनाउँछन् नि त। अनि त्यो बनाउँदाखेरि चाहिँ मजाले अब आमा समूह अथवा त्यस्तै केही समूहहरू बनाएर 10-15 वटा श्रमहरू गर्ने मान्छेहरू राखेर उनीहरूलाई चाहिँ राम्रो धोइ पखाली गरेर नुनको मात्रा अथवा त्यहाँ चामलबाट बनाएको त्यो फर्मेन्टेसन गर्नलाई सजिलो होस् भनेर बनाएको त्यो चिजहरू राखेर अनि अचार बनाउने त्यहाँ एउटा छुट्टै संस्थाहरू क्रिएट गर्न सक्यो भने, र त्यसलाई चाहिँ फेरि त्यही खपत गर्ने मान्छेहरूकै घर आँगनमा थोरै पैसामा मार्जिन राखेर भए पनि फाइदामै राखेर भए पनि, थोरै फाइदा राखेर भए पनि त्यही घरमा पुर्याउँदाखेरि खपत त यसै हुन्छ नै, र सस्तोमा बेच्नुपर्ने बाध्यता पनि हुँदैन, र बारीमै जोत्नुपर्ने बाध्यता पनि हुँदैन। त्यही भएर उत्पादनमा खपतमा र उत्पादन बढाउन चाहिने सामग्रीहरू मल, बिउ बिजन र मेसिन, श्रम, पानी, माटो, हावा, यी सबै कुराहरूको चाहिँ माहौल बनाउने काम चाहिँ यो 30 देखि 60 वर्षका मान्छेहरूले नै गर्नुपर्ने हुन्छ। र यसमा राज्यले कति सहयोग गर्छ, राज्यले सहयोग चाहिँ अब गर्नको लागि राज्यले एउटा ज्ञान दिन सक्छ है, मान्छेहरू खटाएर त्यहाँ भएका अन्यलमा परेका कृषकहरूलाई चाहिँ ज्ञान दिन सक्छ। एक अर्को भनेको प्राविधिक ज्ञान दिन सक्छ, किरा लाग्दा कुन चाहिँ औषधि हाल्ने अथवा कुनै आइपिएम पेस्ट म्यानेजमेन्ट, इन्टिग्रेटेड पेस्ट म्यानेजमेन्टमा कुनै अथवा जैविक कुराहरू प्रयोग गरेर नै त्यो पेस्ट म्यानेजमेन्ट गर्न सकिन्छ कि त्यो गर्ने, फङ्गिसाइडहरू त्यस्तो कुनै छ भने कसरी नियन्त्रण गर्ने भने प्राविधिक ज्ञान भएका प्राविधिकहरूलाई चाहिँ कसरी किसानसँग प्रत्यक्ष देखभेट गराउने र प्रत्यक्ष वार्तालाप गराउने, त्यो एउटा हुनसक्छ। पैसा तिरेरै है, सरकारी पक्षले पैसा तिरेरै खटाउन सक्छ। अहिलेसम्म त
गैर सरकारी संस्थाहरूले पनि त्यस्ता खटाएका छन्। तर अब चाहिँ नगरपालिका अथवा पालिका र वडाहरूले नै अलिअलि तलब भत्ता दिएर अलिकति जान्ने बुझ्ने मान्छेहरूलाई चाहिँ खटाउँदाखेरि त्यस्तो कुनै बेफाइदा हुँदैन, फाइदै हुन्छ, उत्पादन बढ्छ र ज्ञानको स्तर पनि बढ्छ। र 30 देखि 60 वर्षहरूलाई चाहिँ किन फोकस गरिएको भन्दा किनभने जग्गा उनीहरूकै हातमा छ र उनीहरूले अहिलेसम्म 35 वर्षभन्दा तलका मान्छेहरूलाई चाहिँ खेतमा आएर काम गर्ने वातावरण चाहिँ अलिकति बनाइदिएका छैनन् भन्दा पनि उनीहरू चाहिँ आएकै छैनन् खेतमा काम गर्नलाई। उनीहरू चाहिँ जागिर खाने अथवा विदेशमै छन्। त 40 लाख मान्छे विदेशमा छन् भनेपछि कुन उमेर समूहका मान्छे चाहिँ बाहिर छन् भन्दाखेरि त्यही 40 वर्षभन्दा कम उमेरकै बाहिर छन्, काम गरिरहेका छन्। त्यही भएर त्यो उमेर समूहका मान्छे छैनन्। अब भनेका बुढा र प्रौढ वयस्क मान्छेहरू छन्। त्यही भएर ती मान्छेहरूलाई अब कसरी सहज हुन्छ त नि काम बनाउन। त्यही भएर मेसिनको कुरा गरिरहेको छु मैले। मेसिन चाहिन्छ। मेसिन भनेको हाते मेसिन हुनसक्छ, अब कुटो कोदालो, अब करौती कति दिन गर्ने भन्ने कुरा हो के हैन। लस्, धन्यवाद।